तपाईहरु कस्तो हुनुहुन्छ सुख सन्चै हुनुहुन्छ होला हैन सो आज म नेपालीबाट भ्लग बनाइरहेको छु किन भन्दाखेरि नर्भस भए आफ्टर लङ टाइम मैले भ्लग बनाएको हैन किनभने यत्रो दिन चाहिँ मैले किन भ्लग बनाइन भने चाहिँ किनभने म बिजी थिए हैन धेरै कुराहरुमा अनि लाइफमा धेरै कुराहरु चलिरहेको थियो त्यही भएर मैले भ्लग बनाउन सकेको थिएन सो मलाई फाइनली आज भ्लग बनाउनु थियो किनभने आज मेरो बर्थडे हैन मलाई विश गरिदिनु होला ह्यापी बर्थडे भनेर अन्त यस्तै छ अनि म चाहिँ सिक्किम आएको छु हैन अनि सायद मेरो सब्स्क्राइबरहरुले बुझ्दैन होला मेरो ल्याङ्ग्वेज हैन सो म हिन्दीमा पनि बनाउने कोसिस गर्नेछु हिन्दी बोल्न अप्ठ्यारो भएको जस्तो भयो त्यही भएर मलाई आएन अन्त त्यही भएर चाहिँ मैले फर्स्टमा आफ्टर लङ टाइम बनाएको पुरा नर्भस हुँदै रहेछ हैन क्यामेरा अगाडि आउँदाखेरि अन्त त्यही भएर चाहिँ मैले नेपालीमा डाइरेक्ट बनाएँ सो आज चाहिँ मैले डाइरेक्ट किन भ्लग बनाएको भन्दाखेरि चाहिँ मलाई दिदीहरूले सम्झाउनु भयो नि त त्यहाँ यस्तो अब एटलिस्ट मैले भ्लगहरू बनाएँ भने म यताउता भुलिनु सक्छु हैन अहिले मेरो लाइफ धेरै टफ चलिरहेको छ हैन अनि आई डोन्ट नो कन्टिन्यू पनि आउँछ हुँदैन तर मैले आज चाहिँ त्यस्तै मैले बनाइरहेको छु यो भ्लग कहिले अपडेट हुन्छ आई डोन्ट नो हैन यसको बारेमा तर आई ट्राई माई बेस्ट अब म भ्लग गरिरहने हैन तर सक्छु सक्दिनँ आई डोन्ट नो धेरै ग्याप भयो 6 मन्थ्सहरु पनि भइसक्यो होला किनभने मैले डिसेम्बरदेखि बनाएको थिइनँ भ्लग जनवरी फेब्रुअरी मार्च अप्रिल मे 5 मन्थ्स भएछ सो आज चाहिँ मलाई दिदीहरूले सम्झाएर बहिनीहरूले सम्झाएर सो आज मैले भ्लग बनाउँदैछु सो लेट्स स्टार्ट हैन अहिले चाहिँ म भर्खर उठेको मेरो अनुहारहरुबाट चल्पाइरहनु भएको होला हैन अहिले चाहिँ म गान्तोकमा छु सो हिजो आएको म चाहिँ गान्तोक अनि यस्तै छ मेरो लाइफ अपडेट हैन अनि यहाँको वेदर चाहिँ एकदम चिसो छ यति साह्रो चिसो छ हैन मैले ब्रस पनि गरेको छैन मुख पनि धोएको छुइनँ हो जस्ट पानी खाएर चाहिँ म बसेको अनि अब म तपाईलाई वेदर देखाउँछु सो लेट्स गेट इन्टु द भिडियो गाइस अहिले चाहिँ यहाँनिर वेदर यस्तो छ हैन यस्तो कुल हैन कस्तो मजा चाहिँ आइरहेको छ इन्जोय गरिरहेको छ हामी यो वेदरमा तर हुन्छ नि अब चिसो छ मजा खालको आइरहेको छ हैन अन्त अहिले फिलहाल चाहिँ यस्तो छ यहाँनिर पुरा आवाज आइरहेको होला हैन अन्त आजको चाहिँ त्यस्तो केही स्पेशल त छैन हैन आज त त्यस्तै स्पेशल त छैन तर पनि अब आई ट्राई माई बेस्ट टु मेक माई डे ह्याप्पी हैन आजको दिन म खुसीसँगले बिताउने कोसिस गर्नेछु म बिहान नै रुको पनि छु आज चाहिँ के गर्नु यहाँ न मेरो काटी पठाएछ मेरो नङले हैन मलाई याद हुँदैन आजकल म के गर्छु कसो गर्छु अतो हुँदैन मलाई हैन लाइफ मेरो अहिले यस्तो म टफ सिचुएसनमा छु जो चाहिँ म हुनु त म तपाईहरुलाई शेयर गर्न चाहन्छु तर यो कुरा अब कति कुरा पर्सनल हुन्छ नि त अनि सबै कुरा सोशल मिडियामा हुँदैन हैन दो तपाईहरु मेरो फ्यामिली हो हैन इभन मैले मेरो अब कति कुराहरु शेयर गर्दिन मेरो फ्यामिलीलाई हैन त्यस्तै हुन्छ कति कुरा पर्सनलहरु हुन्छ अनि यो कुरा म भन्नु पर्यो भने बादमा भन्छु हैन अनि जस्ट प्रे फर मी हैन फर गुड हेल्थ हैन यस्तै भइरहेको छु अहिले म बिमारहरु भएर के हैन अहिले मेरो लाइफ साच्चै नै एकदम टफ सिचुएसनमा छु म चाहिँ अनि दो आई एम ट्राइङ माई बेस्ट टु ओभरकम हैन अब धेरै कुराहरुबाट निस्किने म कोसिस गर्दैछु तर इट टेक्स अ टाइम हैन सो अब चाहिँ आजको भ्लग यस्तै हुन्छ नर्मल हैन अल्छी नगरी हेरिदिनुहोस् होला म सायद कति दिनमा बोलेर अल्छी लाग्दो पनि बोलिरहेको हुन सक्छु हैन मलाई यस्तो भइरहेछ अब के हो कति दिनमा भ्लग गरेर नै नर्भस खालको फिल भइरहेछ अब ला बोल्नु नै नआएको जस्तो खालको भइरहेछ हैन तर आई विल ट्राई माई बेस्ट टु मेक माई डे ह्याप्पी खुसी बस्ने कोसिस गर्नेछु हैन अनि के गर्नु सालमा एक बर्थडे हुन्छ हैन मेरो लागि त बर्थडे त स्पेशल हो तर आई डोन्ट नो दिस इयर अब के भन्नु सकेको छुइनँ सो अहिले म तपाईलाई भेट्छु एकछिनबाट हैन अहिले यताउता गर्छु ब्रसहरु गर्छु फ्रेश हुन्छु मैले मुख पनि धोएको छुइनँ हैन सो आफ्टर द्याट आई विल मेट यु हैन यहाँ मेरो चोट देखिरहेछ मेरो कुन त मैले राति निन्द्रामा चाहिँ खोसी पठाएछ थाहै छैन अत्तो पत्तो सो ओके सी यु
हो गाइस अब चाहिँ यहाँनिर आलु काट्नु हुँदैछ दिदीले यस्तो पाहुनालाई चाहिँ हेर्नु अब आलु दिन्छ अरे पाहुनालाई त खसी दिन्छ त यो खसी बस्तीको आलु हो नि त एकदम बस्तीको आलु यहाँनिर उहाँ चाहिँ हुनुहुन्छ मेरो दिदी पहिला पनि मैले भ्लगमा देखाएको थिएँ चिन्नु भयो होला कतिजनाले चिन्नु भएको छैन भने चाहिँ उहाँ चाहिँ मेरो ठुलो बडीको छोरी हजुर तपाईलाई के भन्नु छ के भन्नु छ र यहाँ खसी काट्दैछु बहिनीको लागि खसी त खाँदिन खसी काट्दैछु खसीको आन्द्रा भुँडी यस्तो पो दिन्छ हो अब यस्तो छ जिन्दगी जिन्दगी गाइस म चाहिँ मुखहरू धोएर ब्रसहरू गरेर फ्रेस पनि भएँ हो अब चाहिँ म के गर्नु आँटेको छु भनौँ अब चाहिँ म यसलाई काट्नु आँटेको छु होइन यो चाहिँ आँप हो काट्छु आँप यसलाई चाहिँ हजुर म क्रिस्टिना कति वर्ष अनि यसलाई चाहिँ म अब साँचेर अचार बनाउनु आँटेको छु अमिलो तपाईँलाई देखेर यसको मुखमा थुक आयो होला मलाई त कस्तो भयो हो अनि दिदीले चाहिँ यो सब्जी बनाउनुहुन्छ भिन्डी आलु म चाहिँ यहाँनिर काट्छु अनि यो चाहिँ कुखुरा हाल्ने अन्त यहाँ चाहिँ काट्ने काटिसकेर भेट्छु है म तपाईँहरूलाई मेरो बिजोक भइरहेछ किनभने मैले उयो नै ल्याएन नि त फोन स्ट्यान्ड नै ल्याएन होइन अन्त त्यही भएर हातले पक्रिनु पर्दैछ कि सो गाइस मैले चाहिँ यो काटिसकेँ ल्या मैले त हिन्दीमा बनाउँछु भनेको थिएँ भ्लग सो सरी होइन बोल्नै आउँदैन रहेछ यहाँ आएर त मैले यो काटिसकेँ हो अब नेपालीमै भन्छु ल यो काटिसक्यो अन्त अब यहाँनिर चिली फ्लेक्स छ यो चाहिँ पिज्जाको चिली फ्लेक्स थियो होइन लस्टिना पिज्जाको यो थियो अनि यही हालिदिन्छु होइन अर्को त्यो मसला मात्रै रहेछ नि त के भन्छ त्यसलाई त्यो रङ खोर्सानी मात्रै रहेछ होइन अन्त यो चिली फ्लेक्स हालिदिन्छु प्याज हाल्छु टमाटर हाल्छ अन्त यो अमिलो हुन्छ नि त है ओके अहिले भेट्छु तपाईँहरूलाई सो गाइस मैले चाहिँ होइन यहाँनिर फिचिसकेको छु होइन यस्तो मसिनो काटेँ होइन तर दिदीले चाहिँ यहाँ हेर्नु न मैले आँप चाहिँ यस्तो सानो काटेको छु प्याजको हालत चाहिँ यस्तो ठुल्ठुलो काटिदिनु भएछ अनि मैले यहाँ के हालेँ भनौँ यहाँ मैले चिली फ्लेक्स हालेँ के हाल्यो अन्त नमक हाल्यो अनि रेड चिल्ली हाल्छ अब अलिकति हो त्यहाँदेखि प्याज हाल्यो चाट मसला हाल्यो अन्त अब रेड चिल्ली होइन होला अनि अब यहाँनिर रेड चिल्ली हाल्यो अब यो बनाउँदैछु होइन मलाई तर यस्तो थुकाइसक्यो मुखमा चाहिँ यति बिघ्न कहिले खानु तर मैले अघि भर्खर ब्रस गरेर चाखी हेरेको थिएँ कि तितो भएर तितो नतितो तितो भएर अब चाहिँ यो बनिसक्यो अनि अब एकछिनबाट हामी खाना चाहिँ यहाँ ढिलो खान्छौँ नि त हो राख्छु अब यो सफा गर्छु हो खै यसको छोप्नु गाइस मैले चाहिँ अब अचार पनि बनाइसक्यो ऊ चित्त बुझेन अरे दिदीले हो बुझेन अरे फेरि पिट्नु हुँदैछ हो अब यस्तै हो आफै काम गर्ने बानी भएपछि यत्रो अनुहार आयो ल मैले ट्राइपोडै ल्याएन नि त होइन हातले पक्रिने बानी हराएछ कि कति हात दुख्दो रहेछ एकछिन पक्रिँदाखेरि पनि हात दुख्दो रहेछ हो गाइस अन्त अब चाहिँ म के गर्छु भने मेरो काम दिइरहेको छ दिदीले देखाउँछु त गाइस अब मेरो काम छ भुइँ बढाल्ने होइन अनि अब यहाँ भुइँहरू बढाल्छु सफाहरू गर्छु होइन सेतो टाइल्स चाहिँ नलगाउने म त इरी भइसकेँ साँच्ची भनेको सेतो टाइल्स चाहिँ मेरो दिमाग खराब भइसक्यो कस्तो लाग्छ होइन मैला देख्दा पनि खोइ दिन न कुचो चाहिँ अन्त अब यो म हुनु जाँदिनँ सेतो घरको ए अब म बढाल्छु होइन ए अँ अब मेरो टेस्ट पो भएको जस्तो गर्यो तपाईँले त यसले गर्छु नि अन्त यसको त्यति झुस निस्किँदैन उही अब चाहिँ मलाई 1 घन्टा लाग्छ गाइस यो बढाल्नुको लागि होइन अन्त म तपाईँहरूलाई बढालिसकेर मात्रै भेट्नु सक्छु हो ट्राइपोड पनि छैन नभए चाहिँ म कुछ गर्थेँ तर के गर्नु ओके गाइस म अहिले भेट्छु त आजको भ्लग यस्तै भयो यताउता के कति दिनमा बनाउँदाखेरि चाहिँ नि कस्तो लाग्दो रहेछ गाइस अब चाहिँ हामी खाना खानु आँटेको कति बजी 12 बजिसक्यो हो अनि मेरो खाना चाहिँ यहाँ छ मेरो खाना अघिको भिन्डी र आलु छ जिन्दगीमा म दाल खाँदिनँ हिजोको सब्जी छैन सुप हजुर ओके म सुपसम्म खान्छु हो अनि गाइस अब चाहिँ म खाना खान्छु होइन अब कत्रो अनुहार आयो अगाडि नै
अनि म तपाईहरुलाई खाना खाएर भेट्छु हुन्छ सुतेको अब यत्रो फोन बज्यो चाहिँ यहाँ सुतेको मेरो सिनेमा भिडियो बनाइदिरहेछु यहाँ आज मैले भ्लग बनाएको आफ्टर लङ टाइम यहाँ बिजोरो पनि यतिको छ है सुत्दै गरे फोन पो चलाइरहेको भित्र बसेर जाउँ भाइ कस्तो भनेको जाँदिनै अहिले कस्तो पानी पर्छ तपाईँ हाई एभ्रीवान छक्कै पर्दै होला फेरि आई एम ब्याक टु द भिडियो अगेन हैन म चाहिँ रेडी सेडी भएर कहाँ जानु आँटेको जस्तो लागिरहेको होला तर अघि रेडी भएको थिएँ कि तर म चाहिँ पानी परेर चाहिँ बसिरहेको थिएँ अन्त त्यही भएर चाहिँ लेट भयो नभन्नु अघि चाहिँ यति बिघ्न पानी परेको थिएँ होइन अनि म जानु पाएको थिइनँ मार्केट अनि चाहिँ अहिले चाहिँ म रेडी भएँ रेडी त अघि भएको थिएँ अन्त अब चाहिँ म जानु आँटेको रेडी सेडी भएँ अनि दिदी पनि रेडी हुनुहुँदैछ दुईजना जाने नि त अब जानुपर्छ ट्राफिक चाहिँ यस्तो छ हो अनि वेदर चाहिँ अहिले यस्तो छ कालो बादल आउँदै रहेछ तर लेट्स सी 4 बजिसक्यो हो देख्दै होला मलाई मेरो ओटिटी देखाउँछु ल म तपाईहरुलाई ओटिटी वेट अ मिनट नि सो गाइस मेरो ओटिटी चाहिँ छ हैन मैले चाहिँ आज जम्पसुट ल्याएको यो जम्पसुट चाहिँ मैले पहिल्यै किनिसकेको थिएँ नि त अनि कस्तो देख्दैछ आई डोन्ट नो हैन तपाईहरु हाँस्नु हुँदै होला यो भिडियो हेरेर राम्रो देखिरहेको होला फुल्ली अनि मैले आज अलिक ज्यादा मेकअप गरेँ मतलब अलिक मेकअप गरेको छु अनि राम्रो देख्नुको लागि हेरेँ म मेकअप हतपत गर्दिनँ तर आज चाहिँ अलिक गरेको नि हेरेँ अनि कस्तो देखिरहेको छु म गाइस भन्नुहोस् होला कमेन्ट गर्नुहोस् होला हैन आई होप म राम्रै देखिरहेको छु हैन ला मैले घडी लगाएको रहेछ अनि अब घडी लाउँछु हो वेट तपाईहरुलाई फेरि देखाउँछु गाइस मैले घडी पनि लगाएर आएँ हैन घडी त मेरो पुरानै हो अनि म यो ब्याग बोक्छु किनभने यो लुगामा रेड एट्र्याक्ट हुँदो रहेछ नि त राम्रो देख्दो रहेछ अन्त सो अनि म अलमोस्ट रेडी हैन म चाहिँ दिदीलाई पर्खिरहेको छु हो अनि यति नै हो अनि मैले इयरिङ्स पनि लगाएको छु गाइस मैले ब्यागसँग मिलाएको हैन इयरिङ्स चाहिँ यहाँ हेर्नुहोस् ल हाउ इट लुक्स हैन यो चाहिँ मैले सावनाबाट अर्डर गरेको थिएँ अनि ब्याग पनि सावनाबाटै हो हैन हाउ एम आई लुकिङ हैन सो सायद म राम्रो देखिरहेको भिडियो नै स्टप भइसक्यो गर्दा के आलु न कसरी हैन अनि मार्केटमा त्यस्तो काम त छैन तर मेरो अलिकति काम छ अनि त्यो गरेर आइहाल्छु हैन 4 बजिसक्छ गाइस अनि यहाँनिर चाहिँ गेट बन्द हुन्छ नि त टिएनए क्वार्टर हो नि त यो चाहिँ सायद तपाईहरु बोलेको सुन्नुहुँदै होला है मैले अनि यति नै हो सो अहिले भेट्छु तपाईहरुलाई ल अब यस्तो बेसी ट्राफिक सो गाइस हामी चाहिँ एचएनएम आइरहेको छ हैन यहाँ एचएनएम ड्रेस हेर्न आएको मलाई चाहिँ यो मन पर्यो आज चाहिँ क्याथरिनसँग चाहिँ नि वेस्ट बेङ्गल घुम्न आएको थिएँ यो चाहिँ क्याथरिनको क्या फोन हो नकली जान्दैछ हो अन्त मैले उसको गरिदिएको यस्तो छ हामी उकालो आएको छौँ हो क्याथरिन दिदी टाइममा पोस्टमा बस्नुहुन्छ लु आफै बनाऊ हुन्छ मजा आयो पानी परिरहेको होला बाहिर त है ला अहिले हामी आइरहेछ वेस्ट पोइन्टमा हैन अनि हामी टिफिन्स बेसागरमा यहाँ अर्डर गरिरहेको छ हो मिठो पाउँछ अरे यहाँनिर अनि त्यसै कारण म दिदीसँग आएको हो ढुक भएको जस्तो भइसक्यो गाइस हामीले चाहिँ दहीबडा और पापडी चाट अर्डर गरेको थिएन यस्तो टेस्टी हैन कस्तो भएछ दादी तपाईँ भन्नु रिभ्यू दामी टेस्टी कस्तो टेस्टी हैन मन पर्यो पुरा सो यहाँ चाहिँ
मेला लागिरहेको रहेछ यस्तो वेदर चाहिँ यस्तो दामी भइरहेछ नि पानी पर्यो भने चाहिँ सक्यो है के खाने अब What do you want to have? कुछ खावे कुछ नहीं Okay, if you want to have something then let's have it. It's MG Mark. Daddy. Yes. मजा आयो ओपर क्याथरिनको बर्थडेको कि ट्रिट चाहिँ नि चाट पापडी गरम चाहिँ नबनाउनु न आफै त्यस्तो खान्छु भने चाट पापडी खाएर चाहिँ नि अब के खानु मन पर्दैन आफै त्यस्तो खान्छु भनेको मैले हैन मिठो नि हैन खाए भक्कु के खाँदैन खाएर चाहिँ के खाँदैन अब गाइस अब हामी यहाँ छ हो उहाँ हिल्स एन्ड रोजमा काम छ अलिकति एक्सचेन्ज गर्नु हो अनि लेट्स सी इट्स द इभिनिङ भ्यू अफ एमजी मार्क मेरो भुँडी यत्रो दिएछ न उसलाई क्यामेरामा पनि अनि कहाँ हेर्नु फोटो यस्तो बेसी भिड माई लर्ड मैले यहाँ नि सरदारजीमा किनेको यो के हो यो चप्पल कहाँ हो सरदारजी भन्ने चाहिँ ओभर देयर त्यो मान्छे बहिनीले नयाँ नयाँ आयो भने आइ म भन्छु ल तपाईँलाई हेर्नु आइ पनि सकेको होला तर भनेन कसरी भन्छ अन्त उसले चाहिँ तपाईँलाई अर्काको किन फोन नम्बर लगेको भन्छु कि ए फोन नम्बर लगे उनीहरूको त त्यो उयो गर्ने तरिका हो नि अब कस्तो हुन्छ ल गाइस पापडी चाट ल पापडी चाट चाहिँ चिसो भयो ए के भन्दा उसले चिसो भयो पो अरे चिसै त हुन्छ गाइस एमजी मार्कको हालत चाहिँ यस्तो छ अहिले फिलहाल सिन एमजी मार्क साँच्ची मिस गर्दैछ हामीले जङ्गुलाई पुरा ज्यादा सेज माई सिस्टर होइन पुरा मिस गर्दैछ हामी सपिङ कतिको भयो अब रुममा गएर देखाउँछु पापडी चिसो भइसक्यो छिटो गाइस अलरेडी पापडी चाट चाहिँ चिसो हुन्छ होइन यस्तो अरे मलाई त चिसो भइसक्यो छिटो गाइस जिस्काको पापडी चिसो यतिको चाहिँ हुनु पर्यो हुडुक्कै भयो हाँसुटेर अनि गाइस मजा आइरहेको छ खुसी भयो म त आज 6 month बाद भेटेको है यस 6 month बाद भेटेन है कहिले भेट्यो ए 1 year बादमा भेटेको साल बाद सिस्टर अलवेज सिस्टर्स ब्रदर्स चाहिँ ब्रदरहरू काम ब्रदरहरू अहिले एकदम बिजी क्याथरिनको नकल एमजी मार्कमा 50 आउनु आँटिसक्यो मेरो हात गल्यो पानी हराएछ मलाई आकाश हेर अन्धकार क्या मजा आयो सो गाइस हेर्नु पानी पर्नु आँटेको छ हो अनि कहाँ गएको हामी चाहिँ अहिले अब घर गएको नि यहाँ कुनै कहाँ जाने भनेको न केक दोकान गएर घर जान्छ हेर्नु न गाइस मलाई सरप्राइज दिएको अरे कि केक त मेरै सामने किन्छ फाइदा भयो त्यही त सरप्राइज हो त सामने केक किन्नु चाहिँ ठुलो सरप्राइज हो जसको बर्थडे जसको सामने केक किन्नु चाहिँ ठुलो सरप्राइज यतिको चाहिँ हुनु पर्यो यसलाई चाहिँ खास सरप्राइज भन्छ हामी चाहिँ इन्जोय गर्यो पुरा ज्यादा होइन सिस्टर्स डेट भयो आज चाहिँ बेसी भिडियो क्याप्चर गर्नु पाएन किनभने त्यस्तै भयो के भयो पुरा हतार है हामी कति हतार त्यस्तो केही भएन बर्थडे ट्रिट चाहिँ ट्रिट चाहिँ त्यो चाहिँ होइन अहिले रुममा ल्याउँछ ट्रिट खतरा छ गाइस ट्रिट चाहिँ होइन भाइहरूले मगाइरहेको छ होइन आइ पनि सक्यो होला अब त है खाइ पनि होला नि पापडी चाहिँ नभन्नु न मेरो यहाँनिर सबैले हेर्छ स्टुडेन्टदेखि लिएर स्टाफदेखि लिएर सबैले भिडियो हेर्छ सबैले मलाई सरम बनाइरहन्छ
पापडी चाट पापडी चाट ओ माई गॉड ए बेसी के मैले बिथाम पापडी चाट खाइदिएछु होइन यस्तो दामी रेस्टुरेन्टमा लगेर मैले पापडी चाट खाएँ मुटु ढुकढुक हुँदै होइन होइन तर पनि मुटु ढुकढुकको रिजन छ एउटा बट भेरी डिलिसियस क्या मिठो दामी साँच्ची भनेको तिमीले यो जसले यो भिडियो हेर्दैछ उसले पनि हेर्छ होला होइन खानुपर्छ तिमी थिएनौ त्यहाँनिर होइन दामी थियो तर एक साल बादमा दिदी बहिनी इन्जोय गर्दैछ जाम्बु वी मिस यु अनि त कति बेसी मिस गरिरहेछ हामीले तिमीलाई साँच्ची भनेको तिमीलाई पो अरे मैले त तँलाई रेस्पेक्ट गर्दिनँ यहाँनिर केक किन्नु आएको अरे होइन सरप्राइज दिने अरे मलाई भगाउँदैछ यहाँ उभिन्छु ल म हेर्नु मन पऱ्यो नि त हौ कस्तो केक किनिदिँदो रहेछ मलाई शिलादी हेरिरहेछु गाइस हेर्नु न के भएको हेर्नै दिँदैन मलाई सो गाइस हामी चाहिँ घर आइपुग्यो होइन मैले बाटोमा भिडियो गर्नु पाइनँ किनभने चाहिँ पानी परेको थियो कि यस्तो स्पिड चाहिँ हामी रुममा आइपुग्यो प्लस हामी गाडीमा आयो तर यहाँ यस्तो स्पिड ल्याइदिनु भएको थियो अन्त कुदेर चाहिँ आएको होइन अनि मैले चाहिँ के किनेको छु मैले किनेको होइन गिफ्ट हो मेरो चाहिँ होइन देखाउँछु ल हजुर इभान देखि त हाँस्दै थियो शिलादी रिटर्न गिफ्ट सेट रिटर्न गिफ्ट हाउ इज इट रिलायन्समा अनि मेरो गिफ्ट यहाँ छ हो के छ भनौँ साँच्ची म ट्राई गर्छु हेर्नुहोस् ल गाइस आशिष गर्नुभएको तपाईँलाई धन्यवाद छ यो बेलुकीको समयले पुऱ्याउनु भयो धन्यवाद छ फेरि मोहनी मस्त अनि आशिषलाई आमालाई इभानलाई आज डिम्पुलाई हाम्रो फेरि परिवारमा तपाईँले फेरि जुटाउनु भएको छ धन्यवाद छ हामीलाई सब कुशल आफ्नो आफ्नो कामबाट तपाईँले ल्याउनु भयो तपाईँलाई धन्यवाद दिन्छ अनि यो बेलुकीको समय तपाईँको हातमा जिम्माउँदै गर्नुभएको यस अनुभवलाई तपाईँलाई धन्यवाद छ है अपराध पार्दै हुनमा यो बेलुकीको समय तपाईँको हातमा जिम्माउँदै गर्नु जति पनि वचनहरू तपाईँले दिनुभएको छ आफ्नो छोरीको लागि आजको जन्मदिनको लागि तपाईँलाई धन्यवाद आज हामी यसको निम्ति तपाईँलाई लाखौँ लाखौँ धन्यवाद चढाउँछौँ विशेष गरी अब उपस्थित हुने आमा शिला आशिष इभान म अनि बिल्कुलको साथमा हुनुहोस् र विशेष गरी प्रभुजी आज हामी तपाईँको चरणमा आइरहेका छौँ र आज हाम्रो माझमा प्रभुजी आज डिम्पु यस बहिनीको प्रभुजी आज हाम्रो माझमा आज यस बहिनीलाई तपाईँको चरणमा ल्याएका छौँ उहाँको जन्मदिनलाई थाहा गर्दै प्रभुजी हामी आज तपाईँको अगाडि उपस्थित
चाहिँ बस्तीको हो नि म चाहिँ सहरको हो कि birthday to you, happy birthday to you, happy birthday dear Dimpu, happy birthday to you, may God bless you, may God bless you, birthday dear Dimpu. Happy birthday to you. 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12, 13, 14, 15, 16, 17, 18, 19, 20, 21, 22, 23, 24, 25, 26, तपाईँको उमेर सकेछ So guys, vlog इधर एंड होता है. सकलाका बिंदु बाय बाय. So guys, मलाई के भन्दैछ हेर्नु न. म केक खान्छु. मेरो मम्मी त्यस्तो हुँदैछ भन्दैन सारा चौडे. दादी अब तपाईँ ट्रुथ बोल्नु ल. मैले ट्रुथ के दे भन्नु अब. यसको नि पापडी चाट कस्तो मिठो थियो तर गाइस कि तर यसले नि हामीलाई नि यति बेसी सरप्राइज भयो होला. Sponsored by KFC today. KFC हो. Today our birthday is sponsored by KFC. सबभन्दा हाम्रो फेभरेट चाहिँ के हो भने त उ त्यो नि र लाफिनोस पिज्जा हो. त्यो पनि मोन्स्टर हो. अन्त पापडी चाट चाहिँ फेरि यसले झन्डै मलाई पापडी चाटमा लटाइन्यो. त्यो त जस्ट एउटा सुरुवात थियो अरे नि. जेसुकै होस् तर झाङ्गु मिस्यो. पुरा मिस गरिरहेको छ हामीलाई. ओइ तल हामीले पुरा ज्यादा मिस गरिरहेको छ. कस्तो माया लाग्छ. केएफसीको झोलामा त रिपर हेर. केएफसीको झोलामा रिपर छ हेर. यस्तो रहेछ गाइस. माममा भयो. अटस म त भुलि खान्छु ल उम्बो. मलाई कुन कुन यत्रो कत्रो स्लाइस हुन्छ भन्दै थियो. यत्रो पिज्जाको यत्रो हुन्छ देखाइदेऊ न यहाँ. यत्रो स्लाइस हुन्छ. यत्रो स्लाइस नानी यत्रो यत्रो स्लाइस हुन्छ. यत्रो स्लाइस आम्बो भयो. हाई एभ्रिवान. म चाहिँ हिजोदेखि डाइरेक्ट अहिले बिहानको भ्लगमा आइरहेको छु होइन. अनि यो चाहिँ बिहान भइरहेको छ. अनि हिजो चाहिँ मैले कन्टिन्यू गर्नु पाएन. किन भन्दाखेरि चाहिँ नि हिजो चाहिँ यस्तो भयो पुरा बिजी भएन. आएर के गर्दा ओर्दा मैले कन्टिन्यू भ्लगै गर्नु पाएन. पुरा थाकेको पनि थियो त्यसै कारण. सो अहिले चाहिँ म तपाईँहरूको सामु आइरहेको छु होइन. अनि अहिले चाहिँ हिजोकै भ्लग कन्टिन्यू हो गाइस. यो अलिक लामो हुन्छ होला होइन. अनि आज चाहिँ यस्तै छ. म एक्सर्साइज गरेर भर्खर बसेको हो. अनि बिचरा दिदीले चाहिँ मलाई खिर बनाइदिनु भएछ होइन. अनि हिजो बनाउने वाला थियो तर हिजो पुरा त्यो खानेकुरा भएर के हो अब त्यो भयो. अन्त त्यहाँदेखि आज बनाइदिएपछि बिहानै होइन. अनि एक्सर्साइज त गरेँ मैले. अब खिर खान्छु होइन. एक्सर्साइज गरेर खिर अमेजिङ होइन. अनि चाहिँ अहिले वेदर चाहिँ यस्तो चिसो छ गान्तोकको होइन. हेर्नुहोस् ल गाइस. दिस इज द वेदर राइट नाउ होइन. गान्तोकमा यस्तो खालको वेदर भइरहेको छ अहिले चाहिँ हो. अम्बो हेर्नु न यस्तो भइरहेछ हेर्नुहोस्. अनि गाइस अहिले गान्तोकमा यस्तो दुःख परिरहेको छ कि पानी नै छैन मेन कुरा चाहिँ होइन. अनि तपाईँहरूलाई याद छ होला अहिले सोकेथाङमा पनि डायलिसिसको लागि पानी छैन होइन. अहिले यस्तो दुःख भइरहेको रहेछ गान्तोकमा चाहिँ पानीको हो.
सो गाइस अब चाहिँ म खिर खान्छु होइन, तपाईँहरूलाई देखाउँछु ल म खिर कस्तो बनाउनु भएछ दिदीले। तर खिर चाहिँ एकदम हेल्दी हो के भन्दा सुगर नहालेको, तर के हालेको गुड हालेको खिर हो यो चाहिँ हो। यस यहाँ हेर्नुहोस्, वाउ यस्तो गुड हालेको खिर। अब चाहिँ म यो खान्छु अनि मुखमा मलाई थुक आइसक्यो। मेरो चाहिँ गुलियो फेभरेट हो, के गर्नु म एक्सर्साइज गरे पनि म रोक्नु सक्दिनँ। हालिदिनुहोस् गाइस, म एक्सर्साइज गरे पनि रोक्नु सक्दिनँ। अनि आजको भ्लग चाहिँ म यहीँ स्टप गर्छु, हिजोदेखिको स्टार्ट भएको होइन। अनि आज चाहिँ म यहीँ स्टप गर्छु अनि रिस्टार्ट हुन्छ त्यो भ्लग, थाहा छैन भरे रिस्टार्ट गर्छु होइन। सो इन्जोय यो भ्लग यो चाहिँ गाइस म चाहिँ नि मुख लडबडेर होइन यस्तो भइसक्यो कि अब के भन्नु, बोल्नै बिर्सेको जस्तो भइसकेको छ साँच्ची नै। हुनु त मलाई त्यस्तो बोल्नु त आउँदैन थियो होइन, तर म अलिअलि प्र्याक्टिस हुँदै थियो नि त। तर भ्लग नगरेर गाइस साँच्ची भनेको कन्टिन्यू गर्नुपर्ने रहेछ होइन। अब चाहिँ मेरो भ्लग कन्टिन्यू गर्छु, कोसिस गर्नेछु म होइन। अनि आज चाहिँ म भ्लग यहीँ स्टप गर्छु। अनि दिदीले चाहिँ मलाई एक पेला खिर हाल्नु, एक पेला खिर हालिदिएको छ। अब यो खाएर चाहिँ कति क्यालोरिज बोल् गाइस। अब चाहिँ यति नै हो आजको भ्लग। सो मेरो भ्लग इन्जोय गर्नुहोस् होला। आफ्टर लङ टाइम मैले भ्लग गरेको, इन्जोय गर्नुहोस् होला होइन। अनि चाहिँ के भन्नु त, सो गाइस एकछिन है म भ्लग एन्ड गरिहाल्छु। अनि तपाईँ बोले अनि चाहिँ आज चाहिँ म यहीँ भ्लग एन्ड गर्छु। मैले अघिदेखि भनेको नि त एन्ड गर्दैछु होइन, बोलेको गर्नु हुँदै थियो। सो सरी फर द डिस्टर्बेन्स होइन। सायद मैले अब हुन्छ नि यहीँ अब हुन्छ नि कति कुरा भन्नु जानिनँ होला, कति कुरा के गर्नु जानिनँ होला होइन। तर सो आई होप यो भ्लग तपाईँहरूले इन्जोय गर्नुहुन्छ। सो सी यू सुन, बाई बाई, स्टे ब्लेस्ड गाइस।